नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा पनि मैले लाल हिराको कथा लिएर आएको छु। यो कथा गुरु बृहस्पतिले देवताका राजा इन्द्रलाई सुनाएको कथा हो। लाल हिराको कथा मैले अघिल्ला 2वटा भागहरू वाचन गरिसकेको छु। त्यसलाई सुन्नका लागि डिस्क्रिप्सनमा रहेका लिंकहरूलाई क्लिक गरेर अथवा प्लेलिस्टमा क्लिक गरेर सम्पूर्ण भागहरू सुन्न सक्नुहुनेछ। आजको लागि लाल हिराको कथा भाग 3। गुरु बृहस्पतिले देवताका राजा इन्द्रलाई भन्दछन्, हे देवेन्द्र, रूप रंग र पहिरन पनि एउटै किसिमको हुनाले लाल र हिरालाई देख्ने मानिस यी दुवै एउटै व्यक्ति हुन् कि भन्ठान्थे। अथ लाल र हिरा आफ्नो माया प्रीति कहिले नछुटोस् भनेर परदेशको बाटो समाए। ती दुवैले प्रस्थान गरेको दिन हिराको विवाहको तयारी भइसकेको थियो। जाँदा जाँदा ती दुवै आधा रातमा जगतपुर भन्ने स्थानमा पुगे। त्यहाँ एउटा अत्यन्तै बलियो बकासुर नामको राक्षसले अनेक युवराज र राजाहरूको हत्या गरी राज्य चलाइरहेका रहेछन्। त्यसका 4 जना छोराहरू पनि अत्यन्त बलिया रहेछन्। बाटोको थकाई र भोक प्यासले व्याकुल भएका परदेशी लाल हिरा थाहै नपाएर संयोगले त्यही दरबारको बाहिर बसेको सिपाहीलाई भने, परदेशीलाई पानी पिउन दिन पाए ठूलो धर्म हुने थियो। दानव र उसका छोराहरूले त्यो कुरा सुनेर लम्की झम्की गर्दै मार्न आइलागे। ती दुष्टहरूको चाल देख्दा लाललाई झोक चल्यो र कम्मरबाट खुकुरी झिकेर झम्टिए। अनि दानव र उनका छोराहरूले एकैपटक झम्टेर ज्यानै लिन इच्छा गरेको देखेर तिनको भय डर नमानी लालले दानव र तिनका 4 छोराहरूलाई मुला काटेझै काटेर टुक्राइदिए। त्यसपछि त्यसका सहायकहरूलाई पनि यमपुरी पठाइदिए। त्यसपछि त्यहीको एउटा क्षेत्रीय वीर छानी राजा बनाई आफू दुवैजना त्यहाँबाट अगाडि हिँडे। लाल हिरा दिनभरिको बाटो हिँडेपछि दत्तपुर भन्ने नगरमा पुगे। त्यहाँका प्रतिसेन भन्ने राजा दयालु र असल स्वभावका रहेछन्। त्यस नगरमा हावापानी राम्रो र मानिसहरू पनि असल लागेर नगर हेर्दा हेर्दै जाँदा अन्त्यमा लखपति बेस्याको घर नजिकै डेरा गरेर बास बसे। त्यसपछि लालले म बजार गएर खानपानको सामान लिएर आउँछु भन्दै लाल बजारतिर निस्किए। बजारमा सामान किनेर अहिले फर्केर आउँदा लैजान्छु भन्दै अगाडि जाँदा झ्यालमा बसेकी लखपति बेस्याले नवयुवक र सुन्दर लाल देखेर मन्त्रले भेडा तुल्याई घाँटीमा डोरीले बाँधेर घर ल्याइन् र घरमा राखिन्। उता हिरा निकै बेर भइसक्यो, लाल किन फर्किएन भन्दै खोज्न थालिन्। बजारतिर निस्किएर यताउता खोज्न लागिन्। पसलमा सामान किनेर छाडेका थिए। पसलेहरू अघिका मानिस यिनै हुन् भन्ने ठानी, ए हजुर, अघि किनेको माल सामान लैजानुहोस् भन्न लागे। हिरा भने पसलेहरूको उत्तर सुनेर जान त यतैबाट गएछन्, तर कहाँ गएछन् भन्ने सोच्दै र दिक्क मान्दै खोज्दै जाँदा भेडा बाँधेको स्थानमा पुगेर रुँदै बिलौना गर्न थालिन्। माता पिता भाइ बन्धु सकल त्यागेर आए म तिम्रो प्रीतिले गर्दा साथमा लागेर, सम्झेर सानो छदाको माया आफूले खेलेको ती रुन थालिन्। विपत्ति सम्झी दैवले दिएको, हे लाल अघि किनेर राख्यौ जो माल पहिले, पसलेहरू माल लैजाऊ भन्दछन् मलाई अहिले। भेटिन भने योगिनी बनी जानेछु वनमा, जान्दिन के हो साँचो कि झुटो आतिन्छ मनमा। हिराले रोएर सारी बिलौना गरेको सुनि भेडा भएका लालले बोली चिनेर हिरा आइपुगी छिन् भन्दै आँसुका धारा बगाउँदै भने, लेखेको कुरा डर्दैन भन्ने थाहा छ तिमीलाई। पर्खन हिरा केही बेर यो मेरो दुःख सुन्नलाई। यो लखपति नेपाली भेडा छलमा भुलाई, छ शक्ति भने केही युक्ति गरी छुट्याऊ मलाई। रोएर व्यर्थ बन्दैन काम शरीर जलाई, योगिनी बनी वनमा गई के होला भलाई। तिम्रो र मेरो छन् एकै उनै रक्षक मुरारी, हुँ तिम्रो लाल चिन्न राम्रो हिम्मत नहारी। अब भेडा रूपी लालको उद्धार कसरी गर्ने भन्दै हिरा कोठामा आएर बसिन्। भोलिपल्ट प्रीतिसेन राजाको दूध दिने भैँसी र अन्य पशु पनि बाघले मारेको भन्ने समाचार सुनिन् र बाघको पहिला हेर्दै गएर बाघलाई मारेर बाघको कान र नङ्ग्रा ल्याएर राखिन्। राजाका मानिसहरू खोज्दै जाँदा मरेको बाघ ल्याएर यो बाघ हामीले मारेको भने, तर राजाले हेरेर यसको कान र नङ्ग्रा ल्याउनेले इनाम पाउँछ भनी उड्दै दिए। त्यसपछि हिरा गएर बाघको कान र नङ्ग्रा राजाको अगाडि राखिदिए। राजाले यो अवश्य पनि बहादुर मान्छे रहेछ भनी सोधे, तिमी कहाँबाट आएको को हौ? हिराले भनिन्,
म देश डुल्न हिँडेको ठकुरी हुँ। फेरि राजाले भने, मेरी एउटी कन्या छ, त्योसँग तिम्रो बिहे गरिदिन्छु, तिमी यही बस। र हिराले स्वीकार गरेपछि राजाको कन्यासँग बिहे गरी प्रशस्त दाइजो दिई त्यही राखे। एक दिन लखपति बेश्या राजाकी छोरी भेट्न पुगी र त्यहाँ हिरा मैयालाई पनि देखिन्। अनि लखपतिले असर्फी राखेर सलाम गर्दै भनिन्, हजुरको दर्शन गर्न आएकी, केही असजिलो काम आइपरे मलाई सम्झनुहोला, म गरिदिनेछु। लखपतिको कुरा सुनेपछि हिराले भनिन्, ए लखपति, तिमी त भेडालाई मानिस र मानिसलाई भेडा बनाउँछौ भन्ने सुनेको थिएँ, के यो कुरा साँचो हो? लखपतिले हो साँचो हो भनेर हेर्नुहुन्छ भनेर सोध्यो। हिराले हेर्छु भने र उसले घरबाट भेडा झिकेर पहिलो अछेताले हान्न साथ भेडा लाल भए। हिराले लाललाई देख्न साथ लखपतिलाई तरबारले हानी त्यही 2 टुक्रा पारिन् र लाल र हिराको फेरि मिलन भयो। केही बेरपछि हिराले हाँस्दै भनिन्, हे लाल, तिमीलाई राजाकी छोरी बिहे गरेर ल्याइदिएकी छु भनी आफू कोठामा पुर्याई अर्को कोठामा बसिन्। लखपतिलाई मारेको कुरा जगत कुमारी सहित कसैले थाहा पाएनन्। सलामीमा पनि लाल र हिरा पालैसँग निस्कन्थे। यसरी त्यहाँ बसेको केही दिनमै जगत कुमारीले छोरो पाइन्। राजकुमार जन्मे भनी जन्मोत्सवको उत्सव गरी ज्योतिषहरूले न्वारण गरे। शुक्ल पक्षका चन्द्रमा चाहिँ बालक दिनदिनै बढेर पूर्ण चन्द्रमा जस्तै हुँदै गए। शुक्ल पक्षका चन्द्रमा चाहिँ बालक बढेर ठूला भएपछि कुनै दिन हिराले भनिन्, हामी देश डुल्न हिँडेको, यहाँ आएर हजुरलाई छोरो पनि भयो, अब यहाँबाट जाउँ। लाल भन्दछन्, त्यसो भए छोरोलाई राज्य दिएर हामी जाउँ। यो सल्लाह भएपछि राज्यका कर्मचारी र प्रजाहरूसँग विदा भई तीर्थ जान्छौं भनी त्यहाँबाट हिँडे। निकै पर पुगेपछि रमेशपुर नाम गरेको नगरमा डेरा खोजी बसे। थाकेका हुनाले मस्त निदाएको मौकामा डाकुहरू आई सबै सामान चोरेर लालको घाँटी काटी भागेछन्। भोलिपल्ट बिहान हिरा उठेर हेर्दा सामान पनि छैन। लाल पनि मरिरहेको देखेपछि रुँदै बिलाउन गर्न लागिन्। आमा बाबु बन्धु सबै त्यागेर आफन्तजन मेरा रक्षक लाल छन् भनी सँगै आए खुसी भइकन। कोही दुष्ट यहाँ पसेर किन हो, तिनलाई मारिदियो, मैले बाँचु कसरी अब यहाँ? हे दैव, यो के भयो? हे निर्दयी विधाता भन्दै रुँदै कराउँदै बिलाउन गरेको निकै बेरपछि अब म पनि मर्दछु भनेर लास जंगलमा लगेर दाउरा बटुलेर म पनि मर्छु भन्दै चिता बनाएपछि लालको मुर्दा देह राखे। त्यसैमाथि आफू पनि बसिन्। तर त्यो एकान्त जंगलमा आगो दिने कोही भएनन्। अब यो देह कसरी खरानी पार्ने भनी छाती पिटी पिटी रुन थालिन्, कराउन थालिन्। मृत्युलोक डुल्न निस्केका महादेव र पार्वती त्यतैबाट जाँदा हिराको त्यस्तो बिलाउन सुनेर पनि नसुने झैं अगाडि जान थाले र हिराले शिव र पार्वतीलाई नचिनेर पथिक ठानेर भने, महाशय, राति कुनै दुष्ट आत्माले मेरो लाललाई मारिदियो। अब म एक्लै बाँच्न व्यर्थ ठानेर सती जान लाएकी, तर आगो दिने कोही पनि भएन। दैव संयोग हजुरहरू पाल्नुभयो, म सती जान चाहन्छु, आगो लगाइदिनुहोस्। हिराले भनेको सुने पनि नसुने झैं गरी महादेव सरासरी अघि लाग्नुभयो। अलि पर पुगेपछि पार्वतीले भनिन्, हे प्रभु, ती स्त्रीले सती जान्छु भन्दा भन्दै पनि आगो नदिएर किन नसुने झैं गरी हिँड्नु भएको? पार्वतीको यो कुरा सुनेपछि महादेवले भन्नुभयो, हे पार्वती, ती मरेको व्यक्ति मदनचन्द्र राजाका छोरा लाल हो। त्यो सती जान खोज्ने चाहिँ वीरबाहु मन्त्रीकी छोरी हो। उनीहरू सानैदेखि सँगै खाने खेल्ने गरेको हुनाले यी दुवैको हितचित्त मिलेको थियो। छोरीको बिहे गरिदिने उमेर भएपछि बिहे गरिदिने पक्का भयो र त्यसपछि अब हाम्रो बिछोट हुन्छ भनेर दुवै भागेका हुन्। हिराले प्रीति नटुटोस् भनेर सँगै सती जाने निदो गरेकी हुन्। उनीहरू दाजुबहिनी जस्तै पवित्र छन्। अत मैले सती जान नदिने कारण पनि यति हो। शिवका यस्ता कुरा सुनेर पार्वती भन्दछिन्, हे स्वामी, यी दुवैको माया देखेर मलाई दया लाग्यो, अत यो मृतकलाई जीवित पारिदिनुहोस्। पार्वतीको आग्रह स्वीकार गर्दै महादेवले जल छर्केर लाललाई जीवित पारेर महादेव पार्वती अन्तर्ध्यान हुनुभयो। महादेवको कृपाले लाल गहिरो निन्द्राबाट उठे झैं उठेर केही बेर कुरा गरेर यहाँ नबसौं भन्दै त्यस ठाउँबाट धेरै टाढा एउटा राम्रो नगरमा डेरा गरी बसे। त्यस राज्यमा राजा हुने व्यक्ति दिनभर राज्य गरेर राति सुतेपछि बिहान मरिरहेका हुन्थे। एक दिन नित्यको जस्तै राजाको सद्गति गरेर फर्केपछि अब कसलाई राजा बनाउने भनी खोजी गर्दा लाल हिरालाई देखेपछि योग्य ठानी सोधे, यहाँहरूको के जाति हो? यहाँ कसरी आउनुभयो? कहाँ जान हिँड्नु भएको?
यति कुरा सुनेपछि लालले भने, हामी क्षेत्री जाति हौं, पूर्वबाट हिँडेको र पश्चिम जाने विचार छ। यहाँलाई के काम भएर यसरी सोध्नु भएको हो? यस्तो कुरा सुनेर त्यहाँका कर्मचारीहरूले भने, यहाँका राजा स्वर्गवास हुनुभयो, गद्दीमा बस्ने योग्य कोही नभएर सोधेका हौं। त्यहाँका कर्मचारीहरूको कुरा सुनिसकेपछि लाल भन्दछन्, तपाईहरूको कुरा असल हो, हाम्रो पनि राजा हुने जात हो। अब हामीलाई राजा बनाउन के गर्नु पर्दछ? त्यो जिम्मा हजुरहरूको हो भने। यति सुनेपछि भारदार, सरदार, सन्त, महन्त सबै मिलेर उचित रीतिका साथ लाल हिरालाई राजगद्दीमा बसाएर उत्सव गरे। अनि राज आज्ञाले सबै आफ्ना काममा लागे। दिन त बित्यो, तर रात परेपछि सबै आफ्नो आफ्नो घर गए। सबै खानपिन सकेपछि आफ्ना परिवारसँग कुरा गर्न थाले। आजका राजा साह्रै राम्रा लायक छन्, तर के गर्ने, भोलि त मरिहाल्छन्। यस्तो चर्चा घर घरमा चल्न थाल्यो। यो गद्दीमा राजा भएर बस्ने मानिसको आयु एक दिन मात्र हुने थाहा भइसकेका लाल हिरासँग भन्दछन्, हिरा, यहाँको मानिसले हामीलाई निको राम्रो चालले गद्दीमा बसाएका होइनन्। हामीलाई त राजा तुल्याएर मार्न युक्ति पो गरे जस्तो छन्। फेरि यहाँ राजा मार्न कुन चाहिँ पल्केको रहेछ? आज राति पहरा नगरी थाहा पाउन सकिन्न। यति कुरा गर्दा गर्दै आधा रात बितेपछि बासुकी नाग आफू सामु स्वयं आएको देख्दा लाल झट्ट सामुन्ने आई शिर झुकाएर दण्डवत गरेपछि बिन्ती गर्दछन्, हे पिता, आज अकस्मात दर्शन पाउँदा आफूलाई भाग्यमानी ठानिरहेको छु। अब यो मृत्यु लोकमा बस्दा व्यवहारमा काम लाग्ने शिक्षा पाऊ। आफ्नो कान्छो पुत्रको कुरा सुनेर नागराज भन्दछन्, हे लाल, तिमी आएर यहाँको राजा नबनेसम्म मैले प्रत्येक रात एक राजाको हत्या गर्दै थिएँ। अब तिमी आयो र राजा पनि भयो। मैले चिताएको कुरा पूरा भयो। यो राज्य जैमिनी नागको थियो। अब तिमी राज्य चलाई आनन्दले बस, म जान्छु भने। ती नागराज फर्केर गए। केही बेरमा सूर्योदय भयो अनि नित्य जस्तै सबै कर्मचारी मरेका राजाको सद्गति गर्न दरबारमा हाजिर भए। राजाको शुक्ला हुने खोपीमा गएर हेर्दा राजा जीवित देखेपछि आश्चर्य मानी हामी आइपुगेको थाहा पाए भने हामीलाई राजाले अवश्य दण्ड दिनेछन्। यस्तो विचार गरेर सबै घर घर फर्किए। भोलिपल्टदेखि बराबर समयमा आएर सलामी दिन लागे। लाल पनि सुखपूर्वक राज्यको सुख भोग्न लागे। एक दिन 32 लक्षण युक्त सुन्दरी हिराले लाल प्रसन्न भएको मौका पारी मिठो वचनले भन्न लागिन्, हे महाराज, हजुरले राज्य सिंहासन पनि प्राप्त गर्नुभयो, तर कुनै पनि सुन्दरीले हजुरकी महारानी भनी सौभाग्य प्राप्त गर्न सकेका छैनन्। हामी दुवैको अझसम्म विवाह हुन सकेको छैन। अब हामी दुवै विवाह गरौं र सुखपूर्वक गृहस्थ जीवन बिताउने मेरो इच्छा छ। यसमा हजुरको के विचार छ? हिराको यस्तो मिठो कुरा सुनेर लालले हाँस्दै, तिम्रो प्रस्ताव मलाई स्वीकार छ भने। सुविज्ञ ज्योतिषीहरू डाकी बाचुन्जेल हाम्रो माया प्रीतिमा कुनै बाधा नपर्ने विवाहको लगन जोडाउनु पर्यो भनेपछि पण्डित र ज्योतिषहरूले मिति वैशाख शुक्ल पञ्चमीको दिन विवाह उत्तम छ भनी सुनाए। अनि राजाको आज्ञा अनुसार सबै सामान तयार पारियो र जन्ती जाने मानिस र बाजागाजा गहनाहरू पनि तयार पारियो। त्यसपछि लाल र हिराको उत्तम समयमा अग्निसामु विवाह भयो। आएका अतिथिले आफ्नो औकात अनुसार उपहार पनि दिए। मिठा मिठा भोज खाएर सबै आफ्नो घरमा गए। त्यसपछि लाल र हिरा पति पत्नीको रूपमा सुखसँग जीवन यापन गरेर बस्दा भए। यो रहेको थियो लाल हिराको कथा भाग 3। अर्को भिडियोमा चाँडै नै लाल हिराको कथा भाग 4 पनि लिएर आउनेछु। अहिलेलाई भने म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।